एभ्रीवान, तपाईहरु सबैले वेलकम छ। हामी कहाँ जान लागेको? बाइ बाइ, अब जाम है। ल हैन हैन साथीहरु सब जन। यो साथी यो बोक मेरो भिडियो खिच्ने, म त भिडियो खिच्ने मेरो हो रे के आन्टीले। त कहाँ हिँडिस् रे भन? मासु भात खान। ल हाम्रो साथीहरु तपाई के वाली? तपाई के वाली? म पुलाउ वाली। हैन पुलाउ हैन, मासु वाली हो तपाई। मासु वाली। तपाई के वाली? म पानी वाली अनि मेरो फ्रुट वाली। म फ्रुट। अंकल तपाई के वाली? कोक वाला। कोक वाली। कोक वाली। यता 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 यता। तिमी के वाली हो? म चटपटी वाली। तिमी? हामी झोला वाली हो। यहाँ झोला वाली। तपाई के वाली हो भन्नु त? प्लेट वाली। तपाई के वाली हो? मासु वाली। मासु पुलाउ हो त्यो? यो पुलाउ हो। तिमी के वाली? तिमी के वाली? हजुर प्लेट वाली हो। तपाई? चटपटी वाली हो म चाहिँ। चटपटी वाली। ल हामी चाहिँ हिँड्यौँ ड्राइभ पिकनिक। ल हेर साथीहरु, हामी सबैजना गयौँ आफ्नो तालमा। सबजना म इधर छु, आंटी इधर है, इन लोग इधर है, अनि हम लोग जा रहे हैं ड्राइव पिकनिक। आज कति मजा हुन्छ। हिंदी आपने? क्योंकि हमको हिंदी लड़का चाहिए। हमको हिंदी लड़का पसंद है। हिंदी ना है, हम नेपाली लोग हैं। पर हमको हिंदी लड़का पसंद है। तुम मालूम नहीं है? मालूम है, थोड़ा थोड़ा मालूम है। चलो हमारा लोकेशन इधर से है, राइट राइट है। इन लोगों आज तो सब लोग बहुत राम्रा सुंदर राम्रा होके जा रहे हैं। तर आज का मौसम ने एकदम राम्रो छ। मकै बारी दरेम हो ओ माय गॉड, बेथु सक हेर्न। ल है सबैले दरेम गर्ने हो नि। हो र तपाई त चौचौवाली पो रहेछ त। के हो एक्लै हेडफोन लाएर नजिस्काउनु भनेको छ आज अङ्कलले, किनकि नजाने भनेको छ नि त। बिना क्यामेरामा क्यामेरा अगाडि गए पो हो भन्नु होइन, यस्तो लुकेको प्रस्तुति। क्यामेरा ठडा के बन्द हुने। जल्दी आए हरा जाएगा। हाम्रो मकै बारी दरेम यस्तो छ यहाँबाट। हामी चाहिँ जान लागेछौँ धेरैजना। ये लड़की किधर दौड़ रही है मेरे को पता नहीं। आप ही दौड़ो ना, तपाईं नि कुद्नु न। मैं नहीं दौड़ रहा है, मैं बुद्धि है ना, बुद्धि है। जाडो त जाडै छ, सबले जाडोको लुगा लाखा। सबैजना जाडो पचाएर गर्मीको तर म चाहिँ एकदम राम्री भएको छु, किनकि सर्ट लाएर हिँडेको छु। यस्तो गाडी आउँछ, यस्तो हिँड्नु परेछ। ल पोल्यान्डको मकै बारी दरेम है गाइज। यहाँतिर दुईजना सुन्दर लड्कीहरू आज के साह्रो राम्रो भएको अन्त हटपट भएर। यस्तो पिकनिक आयो भने देख्नु पाइनु रहेछ है साथीहरू। तपाईँहरू नि कोही आफ्नो साथी राम्रो देख्न चाहनुहुन्छ भने यसरी ड्राइभ पिकनिक आउनु अनि देख्न पाउँछ। अङ्कलकै मुखबाट सुनिसक्नुभयो हाम्रो कुसुमजी झन् कति ह्यान्डसम छ भन्ने कुरा। हैन ह्यान्डसम हैन, ब्यूटीफुल। हमारा लोकेशन भी आने चुका है, बहुत करीब है। अनि दिदी अन्त जान हाम्रो दिदी कति राम्री भएको छ आज त। यता हेर्नु न, तपाईँलाई कस्तो लागिरहेछ? एकदम रक लागिरहेछ। रक हो। तपाईँलाई कस्तो लागिरहेछ? घामले पोलिरहेछ। तपाईँलाई कस्तो लागिरहेछ? घामले पोरा पनि छ, यता झोला बोक्नु परेछ। माय गॉड
हो हिँड्नै गाह्रो परिरहेछ। साथीहरूलाई हेर्नु सक्नुहुन्छ। के गर्नु क्यामेराम्यान भएपछि चाहिँ भारी बोक्नु नपर्दो रहेछ, त्यही भएर हो। आइसोस् हजुरहरू, हम त जाइसिन्छ हुन्छ। घामले पोलेर सबजना। यो दिदी चाहिँ बहुत सुरक्षित रहेछ, छाता लिएर आउनु रहेछ। अरू त नक्कली हो हैन, नक्कली भन्ने चाहिँ हो। जल्दी आ जाइए, जल्दी। जहाँ दिँदैन भने कहाँ जाने? यहाँबाट उता जाने रे, यहाँबाट उता। उता रुखको फेदनिर जाने रे हामी, उता रुखको फेदनिर। उता जाने बाटो छैन हो? मार्छ होला हौ मकै बारीबाट त। कहाँ जान्दिन्छ होला र के? कहाँ जानु भनेको? उ त्यहाँ ए कसले देख्छ हिँड्न? अलिक कुना हिँड्नु छेउबाट हिँड्नु ल। मलाई गाली गरिराखेको हिँड्नु उ त्यो पल्लो छेउबाट उ त्यो चौरो हैन त्यो? यो त चौरो के मात्र मकै बारी हो। हिँड्नु ए हेर्नु, हामी यहाँबाट त्यहाँ जाने हो क्या, बाटो नपाएर हामी चाहिँ यहाँबाट गयौँ। माफ पाउँ होला हैन, कसैलाई गाली गर्नु छ भने नगर्नु होला। हामी चाहिँ हिँड्यौँ यहीँबाट। हाम्रो साथीहरू यस्तो छ, म त यहाँ छु। राम्रोसँग हिँड्नु पर्यो होइन, यस्तोरी प्लेट बजिरहेको छ कि यहाँ फ्याङ फ्याङ गरेर। घाँसमा हिँड्दैछौँ हामी त, ठाउँै भेटेन। कस्तो हाम्रो ड्राई पिकनिक जङ्गल कुनामा, यहाँबाट घाँस सर्प त हुँदैन होला है। अन्त हाम्रो लोकेसन चाहिँ फाइनल यहीँ भयो। हाम्रो लोकेसन यहीँतिर। थकै पर्यो म त। हाम्रो लोकेसन पिकनिकको यहीँ भयो। अब सबजना रेडी हुँदैछौँ खानालाई। म यता छु, हाम्रो टिएनटी यताबाट हुनुहुन्छ, हामी यता छौँ। अब सुरु गर्ने ल। हामी चाहिँ सुरुमा स्याउबाट गर्ने ल है। स्याउ हम सबजनाले यहाँबाट खा, उता लैजा सबजना। छिटो पास गर्नु। खरबुजा र दिदी ठ्याक्कै जोडी मिलाएको। ट्रेनमा ल्याएको भए कस्तो राम्रो हुन्थ्यो है। त्यहाँ गर्दाखेरि सब खायो है। बिर्सिएछौँ क्या, त्यो चाहिँ मेन कुरा चाहिँ हामीले। अब हामी सुरुमा अब चटपटे बनाएर खान्छौँ। बेस्ट भनेको आजको चटपटे हो है। चटपटे त खानु पर्यो। चटपटे आँपामा त्यस्तोमा हाल्ने होइन त, अब त उसमा हाल्यो हुन्थ्यो नि त, भाँडामा हाल्यो। मोल्नु परेन, भुजाहरू हालेर चटपटे हो के। ए म त भुजा चाउचाउ पनि यो पनि निचार्नु ल्याउन दिदी। गीतकार ल है साथीहरू। हजुर के हो आन्टी त जहिले नि मोबाइल ठरा यति राम्रो मान्छे। 10 रुपियाँ कप ल्यायो पनि पुग्थ्यो कि। 10 रुपियाँ कममा कति त हुन्छ, 6वटा थियो नि है। खै त नि प्लेट हुन्थ्यो, कप हुन्थ्यो। के भयो तँलाई? ल साथीहरू, हामी के गरेको हो ब्रो? के गरेको हो ब्रो रे? यता चाहिँ फेरि अब के भन्नु र, सिस्टर ब्रदर सिब्लिङ यस्तै त हो नि। ल
हालाउनु न चटपटे घोल्दै हुनुहुन्छ यहाँ हजुर लखट नआयो भने लगाउँदैन यो फोहोर नगर्दै भन्छ फोहोर त कहाँ गर्नु यहाँ हामी सबै टिपेर लगिहाल्छ फोहोर चाहिँ एउटा नछुटाऊ है साथीहरू सबैले ल्याएको छौँ कसैको कालो कसैको सेतो छरिपरिको प्लेट छ हाम्रो पकौडा पनि छ हाम्रो यहाँ पकौडा हामी सबैजना बसेका छौँ खानालाई पेपर गिलास थाप्ने गिलास अनि कोक खाने होइन अनि यही त अगाडितिर लड्दैन हातमै समाउने आन्टी Please don't kill me. पकौडा वाली आयो थल थल यो पुनिङले हाल्नु न उठेर सब 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 मेरो पनि थाप्दे त यार पनि थाप्दे आन्टी अंकल अंकलको प्लेट अंकल आन्टीको प्लेट हो त्यो ढालो यता दुईजनाले चाहिँ बोतलै ढालिदिनु ल है मेरो कप दिनु भनेको राधालाई अहिले कि कप पनि दिँदैन कप निकालेको होइन त्यो क्याप खोल्नु त यता नि डाल्नु आन्टी कोक डाल्नु डालना है क्योंकि मेरा स्पेस नहीं है आपका चटपटे है यहाँ हाल्नु चटपटे रातो बोतलबाट खान्छु होला त्यसके हाम्रो चटपटे हेर्न सक्नुहुन्छ लु भयो होला है चटपटे खान्छौँ हामी सबै लु हाम्रो चटपटे पार्टी है यो ल हाम्रो कोक पनि चेक गर्नु परेन त्यहाँ त बोतलले ल्याउनु न दुईजना त ल खै आउनु ल साथीहरू मैले चाहिँ चटपटे खाएँ खाइ ल चटपटे खाएर छटपट चाहिँ नहोस् छैन त्यस्तो छटपट क्या छ यो चटपटे मिठा है ल न मिठो छ बब्बाल ल भाइ पोखो पोखो भयो दिदी भयो भयो ल अङ्कल चटपट कस्तो छ अलि मिठो छैन यो कसको बेजे त हो चटपटे बनाउने तिम्रो ए हाँगमा मिठो छ मलाई त मिठो छ भनेको मिठो छ ल ल खाऊ है साथीहरू लु सबले चटपटे नि खाइभयो अब यति चटपटे खायो अब यता घाँसतिर एक एक निन्द्रा सुतेर आउँ सबजना अनि फेरि आएर खाऊ नाच्ने ल ल केही न केही त गर्नु पर्यो गेम खेल्नु पर्छ सबजना मिलकर होइन होइन हामी त घुमेर आयो त अब गेम खेल्ने ठाउँै छैन के हामीले अंगुर पनि खायौँ मिठो छ आन्टीले खानु भयो खानु त अब यो छोपुमा है रङबा त छिरी खेल्दैछौँ क्या उनीहरू 5 जना यता हामी 5 जना अनि गीत गायो नबाट नबुल नारी मितिनी जो नारी साउ मितिनी जो मुट्टैमा गरिदिन्छु म त जिउ जिउ खुट्टैमा गरिदिन्छु म त जिउ जिउ ऊ ऊ बटा ऊ बटा ऊ बटा उकालीमा पनि हजुर कटार छ
रहेछ गिङताङ सलाम माया सरार जाउन रेलैमा अरे माबाट माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई हातकेलामा मायाको गुराँस फुलाउनेलाई भन्दिनु है भन्दिनु उनको जुल्टो खाली त्यो मनै चाली छबटा ल भाँडा कुरा बोक्ने जिम्मा आयो क्या हो गीत सोच है गीत सोच हामी भाँडा बोक्नु हुँदैन रिबाट के मजा गीत जुन बाटोमा त्यही बाटो नै उनी जस्तै छिन् उनी जुन जस्तै छिन् उनी सोलको उनी फुल जस्तै छिन् मेरी मायाकै मुहारहरूमा घुम्नलाई जाऊ कान्छी पछाडि बसेर बुलेट बाइकमा लौ मोटर साइकलमा घुम्नलाई जाऊ कान्छी पछाडि बसेर बुलेट बाइकमा माबाट जसले लास्टमा गीत आयो हैन त्यो मान्छेहरु भाडा बोकेर लो छिटो माबाट गाउने होइन यता के हो यस्तो गीत मात्रै गाउने अलिक रमाइलो गीत गाउनुपर्छ अब फाइनल ब्याटलबाट छबाट के भन्थ्यो के भन्नु छबाट गाउनु छि छ जेबाट हुन्छ त्यहीबाट छबाट गीत सम्झिन छिटो छम्मा छम्मा नाचिदेऊ न्युरेर हातमा बुमल कानमा फुल सिउरेर यीबाट रबाट उही गएर हामीले रिबाट मिलाइदिन्छौँ फेरि मुनाला पासाले भाइ बाजी मसुर दिला खाइनी सोसीमा लासो ल के हो ओबाट गर्ने ओबाट लासो मबाट दिदी हुनुहुन्न नि लास्टमा के थियो आन्टी स्वयम्भू बौद्ध नङसल बा तिम्राबारी स्वयम्भू बौद्ध निबारी जमदन फ्याबुलजी जीबाट हो
अघि नै हामीले गाउने हो जित्नु पर्छ भनेको आजको यो अन्तक्षरीले यही दिन जान्छ छ हौ हामीले 2टा हारिसक्यो जित्ने नामै छैन अब हैन अहिलेसम्म हामीले दोहोरिसके हैन कहिले सुक्ने होला हाम्रो पुलाउ रेडी हुँदैछ रेडी सबजना यो अचार हो यो पुलाउ अब पुलाउ खाने पुलाउ खाएर अब हामी पनि घर जाने हो हाम्रो मेन यहाँ छ खरबुजा सबैजना पुलाउ खानुको लागि भाँडा धुँदैछ अनि कोही अब यसरी बसेको छ कोही छाता ओढेर कोही यसरी सेल्फी हानेर कोही अब गर्दै कोही यसरी ल कसलाई भेटेन अचार मैले चाहिँ पुलाउ खाएँ मिठो सबजना पुलाउ पार्टी आन्टी पुलाउ कस्तो छ मिठो छ अङ्कल खाएको छैन मैले पुलाउ कस्तो छ हेर बहिनी यता पुलाउ कस्तो छ दिदीहरू पुलाउ कस्तो छ इन्जोय गर्नु है सबजना हामी पनि खानलाई पुलाउ खानु लो मिठो छ मिठो ल हामी खसी ढाल्दैछौँ यहाँ हान्नु अङ्कल छ्याक्कै पार्नु खरबुजा नि काटियो जसरी काट्नु भए हुन्छ छ्याक छ्याक प्लेटमा राख्यो काटम कि हुन्छ कहाँ सक्छ यस्तो लाग्ने खुकुरी खायौँ है मिठो छ सेतो सेतो बिहा रहेछ यसको त कालो बिहा नि पेटमा गएर उम्रिन्छ यो तपाईँलाई कस्तो मनपर्छ सेतो कि सेतो बिहा भएको कि कालो बिहा भएको दुईटा मनपर्छ ल ठिक छ दुईटामा एउटा रोज्नुपर्ने हुन्छ ल साथीहरू खाऊँ है पसल यहाँ हामीलाई यस्तो सुविधा छ कि यहाँ त नेपाली मार्ट हाम्रै घरमा आइपुग्छ त्यही भएर हम लोग तो ड्राई फ्रूट नहीं खाए और पसल भी यहीं आया हामीलाई चाख्न नि देखायो खानु एउटा साथ चाख्नु र तिताउडा अरू पनि छ तिताउडा यस्तो छ त उता कति देखा तिताउडा हेरिदिनु भएको पनि सबैलाई धन्यवाद बाई बाई